सेवाहरू नमस्कार, तपाईहरुलाई मेरो भिडियोमा स्वागत छ र सधैँ जस्तो नै तपाईहरुको माझमा आज पनि नयाँ भिडियो लिएर आएको छु र आज चाहिँ वर्षेको भिडियो लिएको छु र आज फ्राइडे छुट्टी पनि र फ्राइडेको गुड फ्राइडे परेको छ आज र त्यहीको गुड फ्राइडेको सिलसिलामा हामी चाहिँ वर्षे जाने प्लान गरेर फ्यामिली नै जाँदैछौँ र यहाँ सबै रेडी भइसकेको छौँ। अब रुमबाट हामी निक्लिने लगभग रेडी भइसकेको र अलिक आज चाहिँ दिन चाहिँ त्यस्तो राम्रो छैन र घाम लागेको छैन, तर जाउँ भनेर प्लान भइसकेको छ। मौसम चाहिँ आज यस्तो भइराखेको छ, तर हामीलाई चाहिँ विश्वास लागेको छ भरै पर पुगिन्जेलसम्ममा चाहिँ दिन राम्रै हुन्छ होला भनेर यहाँ हामी चाहिँ अब हिँड्ने भनेर सबै रेडी भइसक्यौँ। आज चाहिँ हामी वर्षे निक्लेको यहाँ ग्रुप छौँ। यहाँ हाम्रो पापा हुनुहुन्छ, यहाँ पछाडि भाउजू मैली, अन्त मेरै घर आमा हुनुहुन्छ सुयेन हो। यहाँ अब वर्षे जाँदैछौँ, तर ढिलो भइसकेको छ। आजको लागि चाहिँ कतिखेर पुग्छ तपाईँहरूलाई त्यहाँको पनि अपडेट दिनेछु। यहाँबाट चाहिँ वर्षे जानुको लागि तपाईँको यहाँ फरेस्ट चेकपोस्टमा चाहिँ टिकट काटेर जानुपर्ने रहेछ। पर हेड चाहिँ 100 रुपियाँ पर्दो रहेछ र केटाकेटीको लागि चाहिँ पर्दैन रहेछ काट्नु र ठुलोको लागि मात्रै काट्दा हुने रहेछ। तपाईँहरू पनि आउनुभयो भने चाहिँ 100 रुपियाँ लाग्छ यहाँ भित्र पस्नुको लागि चाहिँ। लो हिले चाहिँ पुगेको, तर त्यहाँ माथि जुन गेटमै चाहिँ पार्किङ दिँदैन रहेछ र त्यो भएर माथि चाहिँ मान्छे ड्रप गरिराख्यो र तल आउनु पर्ने रहेछ। र म चाहिँ धेरै ढिलो नै पुगेको कारणले धेरै यहाँ फेदमै परेँ म। यहाँबाट माथि अब जुन गेटमा हिँडेर जानु लगभग 15-20 मिनट लाग्दो रहेछ यहाँबाट, किनभने माथि चाहिँ एकदम भिड रहेछ, गाडी एकदमै ज्यादा छ। र आज पनि यहाँ हाम्रो पुलिस डिपार्टमेन्टले पनि उहाँहरूले एकदमै आज ट्राफिकको काम गर्नुहुँदैछ र उहाँहरूले यहाँ आधी गाडी रोक्दै, यहाँ आधी गाडी रोकेपछि माथिबाट डाउन पठाउनु लाउँदैछ र माथि रोकेर यहाँबाट अफ पठाउँदो रहेछ गाडी। त्यसले गर्दा गाडी लानु त सजिलै पर्दैछ। र यहाँ हेर्नुहोस् तपाईँहरूले, यो चाहिँ म यहाँबाट अब चाहिँ म उकालो हिँडेर, मेरो ग्रुप चाहिँ जाँदैछ र यहाँबाट म चाहिँ हिँडेर उकालो निक्लिँदैछु। यहाँबाट 10-15 मिनट नै लाग्ने रहेछ। निकै तल्लै आएको छु म फेदमा। यहाँ गाडी हेर्नुहोस् तपाईँहरूलाई देखाउँदैछु। यहाँ बिसाएको छ पार्किङको लागि। गाडीको भिड यहाँ तपाईँहरूलाई देखाउँदैछु र यहाँ धेरै नै छ। र यहाँदेखि अझै माथि नै जानुपर्छ। म चाहिँ हिँड्दैछु एक्लै। यहाँको गुराँस चाहिँ झरिसकेको छ, रोडको गुराँस चाहिँ। यो मसिनो राम्रो फुलेको हुन्थ्यो र यसपालि चाहिँ झरिसकेको छ। र यहाँ अहिले हाम्रो पुलिस विभागबाट अथवा एकजना सरले उहाँले भन्नुभयो अस्तिको दिन असिना पानी आएको कारणले र त्यहाँको फुल पनि गुराँस पनि झरिसकेको छ भन्ने कुरा गर्नुहुँदै थियो। र हेरौँ अब त्यहाँ म पुग्न सक्छु सक्दिनँ, किन एकदम माथि नै पुग्नुपर्छ हिँडेर। र यस्तो भइराखेको छ, दिन पानी पर्ला जस्तै परिराखेको छ। र अब पानी पर्ने अवस्था अथवा पानी पर्यो भने चाहिँ म उता जाँदिनँ, र किनकि त्यहाँबाट पनि 5 किलोमिटर हिँड्नुपर्छ। फाइनल्ली हामी चाहिँ हिले चाहिँ पुग्यौँ र अब यहाँदेखि उता वर्षे जानु चाहिँ 5 किलोमिटर हिँड्नुपर्छ। यहाँ आधी चाहिँ गइसकेको छ हाम्रो ग्रुप र यो चाहिँ हिले हो। यहाँ पार्किङको लागि चाहिँ यहाँ गाडी मात्रै घुमाउनु दिन्छ र गाडी चाहिँ तलै पुऱ्याउनु पर्छ। र अब यहाँबाट चाहिँ वर्षे नै पुग्नु चाहिँ 5 किलोमिटर पर्छ। यहाँ हाम्रो गुराँसको अर्ग्यानिक वाइन पनि उहाँहरूले बेच्नु हुँदो रहेछ। तपाईँहरूले देख्न सक्नुहुन्छ, यो चाहिँ गुराँसकै हो। यहाँ वर्षे
को गुराँस फुलेको ओभन बनाएको हो उहाँहरूले। यहाँ अर्को पनि देख्नुहुँदैछ तपाईँहरूले, यहाँ गुराँसकै ओभन हो र त्यो सेतो चाहिँ मैले पत्तो हाल्न सकिनँ, त्यो चाहिँ के को हो। र यो चाहिँ अहिले चाहिँ यहाँ गेटमै छौँ हामी। यहाँ हिलेबाट चाहिँ टक्कै वर्षे चाहिँ 5 किलोमिटर हिँड्नुपर्छ र अब यहाँबाट चाहिँ बाटो चाहिँ यस्तो छ, तेर्सै छ र यहाँबाट उहाँहरू त्यहाँ लेख्नु भएको छ जुन हाम्रो फरेस्ट डिपार्टमेन्टले 5 किलोमिटर छ भनेर उहाँहरूले जनाइसक्नु भएको छ र बाटो चाहिँ यहाँ यस्तो छ, तेर्सो छ। हामी चाहिँ वर्षे जाँदैछौँ। यहाँ सुयन चाहिँ हिँड्नु नसकेर यहाँ मेरो ढाडमा बोकिरहेको छु, थाकेर हत्तु वर्षे गएको। है कस्तो मजा आउँदैछ पापाको ढाडमा? मजा आउँदैछ? तपाईँ त हिँड्नु भएको छैन नि। अब हामी लगभग पुग्नु आँट्दैछौँ। चाहिँ फाइनल्ली वर्षे पुग्यौँ यहाँ हिँडेर। यहाँ कति फर्किँदैछ, वर्षे पुग्यो। यहाँ गुराँस तपाईँहरूलाई देख्नुहुँदैछ र अब यहाँ मुनि छ घुम्ने जग्गा चाहिँ, तपाईँहरूलाई त्यो पनि देखाउने छु। हेलो शिवहरू, नमस्कार। आज चाहिँ सुयन हामी परिवारै यहाँ वर्षे घुम्न आएको छौँ र वर्षेमा गुराँस हेर्न आएको र गुराँस चाहिँ फुलेर सक्नु आँटेको रहेछ। परिवार आएको छौँ यहाँ गुराँस हेर्नु। सेवाहरू नमस्कार। आज चाहिँ बाउ छोरा चाहिँ वर्षे पुगेको छौँ गुराँस हेर्नु र गुड फ्राइडेको दिन सुयनको पनि छुट्टी र मेरो पनि छुट्टी भएको कारणले हामी चाहिँ वर्षे घुम्न आएको छौँ यहाँ गुराँस हेर्नु बाउ छोरा। भाइ हेलो भनिदिनुहोस्। हेलो गाइस। हेलो गाइस भन्नु के भन्नुहोस् त? हेलो गुड मर्निङ एभ्रीवन। आई एम योर डे अपडेट Sunday, Monday, Tuesday, Wednesday, Thursday, Friday, Saturday. जति पनि वर्षे आउनु इच्छा गर्नु भएको छ र तपाईहरु वर्षे एकदमै गुराँस हेर्नु जाने मन गर्नु भएको छ भने चाहिँ तपाईहरु यो सालको लागि चाहिँ वर्षेमा सिजन सकेको छ। किनकि आज हामी गुड फ्राइडेको दिन आको र यहाँ वर्षेमा चाहिँ गुराँस फुलेर पनि प्राय चाहिँ झरिसकेछ र त्यस्तो राम्रो छैन, एक दुई झ्याङ चाहिँ रहेको रहेछ। त्यो पनि केही दिनमा चाहिँ झरि जानु रेडी भइसकेको रहेछ, किनकि पानी बेसी पर्नु थालेको छ र पानी परेको कारणले चाहिँ गुराँस पनि झरिसक्दैछ। र तपाईहरु आउनु नै मन गर्नु भएको छ भने चाहिँ यहाँबाट तपाईहरुले जानकारी जनाउँछु र यो सालको लागि चाहिँ वर्षेमा गुराँस झरिसकेको छ। वर्षे मजा आयो? वर्षेमा मजा आयो घुम्नु? को आउनु भएको? को आउनु भएको? नीलम दिदी अनि निम्सा दादा अनि पापा अनि मम्मी नि दादे अनि तुम्मा माइली। कस्तो लाग्यो वर्षे? कस्तो लाग्यो वर्षे? दामी गुराँस बेसी फुलेको रहेछ। बेसी
अब भने चाहिँ हामी वर्षे घुमिसकेर फर्किँदैछौँ र 4 बजिसकेको छ यिनै र पानी पनि निकै ठुलो पर्न थाल्यो र यहाँ चाहिँ हामी वर्षेलाई बिदा लिएर वर्षेलाई बिदा दिएर फर्किँदैछौँ र यसरी नै तपाईँहरूको माझमा म भिडियो नयाँ नयाँ लिएर आउने छु र तपाईँहरूले माया गरिदिनुहोस् होला भन्दै आजको वर्षेको भिडियो यही राख्न चाहन्छु र यहीबाट तपाईँहरूको माझबाट बिदा लिन चाहन्छु। धन्यवाद। ल आउने दिनमा फेरि हामी भेट्नेछौँ।